गाइस गुन्द्रुक मोमोको भाँडाभित्र के छ आमा गर्मी के साथीहरु गर्मी सेतै सिउमा मेरो नाम भएको भएर अनि हेलो एभ्रिवान नमस्ते स्वागत छ हजुरहरूलाई मेरो यो नयाँ भिडियोमा चाहिँ म आज दिनभरि के गर्नेछु भनेर हजुरहरूलाई देखाउने छु सो भिडियोलाई लास्टसम्म हेर्नु होला इफ मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर गर्नु होला है त हजुरले याद गर्नुभएको होला कि मलाई चाहिँ अलि सन्चो छैन के त अलिकति त्यो नाक बन्द हुने अनि यो देब्रे आँखाबाट आँसु झर्ने भइरहेको छ सो मेरो आँखा पनि कस्तो सानो भइरहेको छ है नाक पनि बन्द भइरहेको छ आज चाहिँ म औषधि खान्छु अनि अलिकति कम हुन्छ कि भन्ने आश छ आज चाहिँ एकदमै स्पेशल क्या हिजो बेलुका सामान आएको थियो नेपालबाट कुरियर गरेर पठाइदिनु भएको थियो घरबाट त्यो सामान चाहिँ खोल्न गइरहेको छु के सामान पठाउनु भएको छ म हजुरलाई देखाउँछु है त फाइनली गाइस सामान आइसकेको छ लगभग 1 हप्ता जति लाग्ने रहेछ कुरियर गरेको सामान आउनलाई चाहिँ 1 हप्ता 8 दिन जति लाग्ने रहेछ हैन अनि घरबाट पठाइदिएको एकदम एक्साइटिङ भइरा के रे एक्साइटेड छु म चाहिँ साथीहरु हैन अनि के पठाइदिनु भएको छ घरबाट अनि कुरियर गर्दाखेरि चाहिँ के सामान पठाउन मिल्छ के मिल्दैन भनेर चाहिँ त्यो पनि यहाँ के रे भन्दै म सामानहरु देखाउने छु दामी पाराले प्याक गरेर पठाउनु रहेछ नि यस्तो टेपले बेरेर पठाउने रहेछ कि घरबाट पठाएको सामानहरु पनि छ साथीहरु यो भित्र चाहिँ हैन घरकै सामानहरु अनि बाहिरबाट किनेर पठाएको सामानहरु पनि छ खासमा यतै किन्दा पनि हुन्थ्यो हुन त तर घरको जस्तो राम्रो हुँदैन नि त यस्तो उ गरेर सेप टाइपले पठाउँदो रहेछ कि साथीहरु हैन हेर्नु त टेप यसलाई म कसरी निकाल्नु खोल्न चाहिँ यति गाह्रो होइन कि भगवान यति धेरै टेप लागेको छ कि तर एकदम सेफ हुन्छ नि त के सामान ल्याएको भन्ने देखाउँदा है साथीहरु त्यसरी देखाउँदा सामानलाई मात्रै खिच्दैन हुन्छ यो के हो को मान्छे हो यो यो फोटो किन पठाएको हेर्नु त यति धेरै पठाउ भनेको थियो तिमीले फोटो काम लाग्छ भनेर सायद दिदीले रुमबाट पठाइदियो होला यो अब धेरै लङ टाइम भइसक्यो काम लाग्दैन के यो फोटो अनि साथीहरु यो चाहिँ घरबाट किनेर पठाइदिनु भएको तन्ना है पिलो कभर पनि दुईटा रहेछ यो तन्ना भयो किन भन्दा यहाँ पनि पाउन त तर पनि एकैचोटी सामान पठाउने बेलामा पठाइदिउँ न भनेर चाहिँ हामीले उ गरेको थियो कि अनि यो चाहिँ झ्यालको पर्दा साथीहरु झ्यालको पर्दा यो चाहिँ झ्यालको पर्दा किन पठाइदिएको भन्दाखेरि यो उवाला छ के यस्तो के रे अंकुशी लाउने वाला छ अनि यहाँ खोजेको त्यस्तो राम्रो भेटिएन के अनि त्यही भएर चाहिँ यस्तो घरबाट के रे आफैले चुज गरेर सिलाएर पठाइदिनु भएको यो पनि तन्ना रहेछ साथीहरु अलि बाक्लो टाइपको अनि पर्दाको डबल लेयर वाला पर्दा मगाएको थिए त्यो पर्दा र अनि यो जाली खासमा मलाई यो भन्दा पनि एकदम जाली वाला मन परेको थियो केही छैन यो पनि राम्रै छ मेरो फेभरेट थाल है साथीहरु यो चाहिँ फेभरेट थाल यो स्टिलको थाल एकदम यो के हो टिश्यू पेपर नै पठाउनु भएछ यो मलाई गर्मी हाम्रो खुट्टाहरु हातहरु फुटेको ठाउँमा लाउने यहाँ पनि किन्न पाउँछ तै पनि सबै सामानहरु पठाउने भएपछि एकैचोटी पठाउँ भनेर यो कुकर अहिले कति क्यूट के रहेछ यो भित्र चाहिँ
के हो यस्तो गाजर ता गाजर उयो पनि देऊ चाहिँ झोल गाजल रे कान्छीलाई चाहियो भने थियो दिदीले यस्तो पठाउनु भएछ कति क्युट मेरो दिदीले चाहिँ यस्तोमा ह्यान्डिक्राफ्टमा काम गर्नुहुन्छ क्या दिदीले पठाइदिनु भएको रहेछ यो चाहिँ बहिनी र मेरो लागि भनेर बुद्धवाला उयो मलाई बुद्धवाला उयो नै सायद यो घाँटीमा लाउने होइन त यो कुरियर गर्दा बेलामा चाहिँ सुकुटी चाहिँ पठाउन मिल्दैन रहेछ कि साथीहरू अब त्यो प्याकिङवाला सुकुटीहरू पठाउँछ कि जस्तो चाहिँ लाग्छ होइन तर हामीले घरमा बनाएको सुकुटी अनि सुकुटीको अचारहरू त्यो चाहिँ नमिल्ने रहेछ कि साथीहरू यो भिडियो लामो हुने भयो त्यही भएर यो खोलिसकेपछि हामीले चाहिँ यो भन्दै देखाउँछौँ है त फाइनली साथीहरू सामानहरू सबै खोलेर सकिसकेको छ धेरै त्यो के भन्छ अरे भित्रबाट प्लास्टिकले बाहिरबाट टेपले बेरेको भएर खोल्न गाह्रो भएर चाहिँ एकदम टाइम लाग्ने भएर भिडियो लामो भएको भएर यसलाई चाहिँ स्किप गरेर हामीले चाहिँ अहिलेदेखि भिडियो गरेको यो चाहिँ अर्गानिक घिउ हो है घरमै मम्मीले बनाउनु भएको घिउ हो अनि यो चाहिँ हनी बनाएको अचार गुन्द्रुक साथीहरू सागको गुन्द्रुक अनि मुलाको गुन्द्रुक यति धेरै छ ल गुन्द्रुक चरेसको थाली एकदम फेभरेट मोमोको भाँडाभित्र के छ टुङटुङ डिस मसला यो चाहिँ घरमै के अरे भुटेर घरमै गरेर बनाएको यो अर्गानिक मसला जिरा मसला घरकै बेसार अनि लप्सीको अचार लप्सी यतिकै पनि खान मिल्छ यो चाहिँ अचारमा मिक्स गरेर त्यो टोमेटो अचारहरूमा मिक्स गरेर पनि बनाउन मिल्छ है साथीहरू एकदम मिठो हुन्छ त्यतिको सामानहरू चाहिँ टिफिन साथीहरू बहिनीको लागि बहिनीलाई कलेजमा गएकोमा खानेकुरा लिएर जानलाई टिफिन घरबाट पठाइदिएको बच्चाको याद आयो कि यस्तो टिफिनहरूमा हामी कति खानेकुराहरू लगेर पिकनिकहरू खान्थ्यौँ कस्तो क्युट छ हेर्नु साथीहरू अहिले चाहिँ म खानासाना खाएर रेडी भएर म चाहिँ वडा कार्यालयतिर जाँदैछु कि मेरो चाहिँ के अरे अब त हामी कम्पनी छिरेपछि त कम्पनीबाट काट्छ नि त इन्सुरेन्सहरू बट मेरो चाहिँ 2टा बिल आएको छ क्या त्यो चाहिँ किन आएको हो यसो म चाहिँ बुझ्न जान लागेको इफ तिर्नै पर्ने भयो चाहिँ तिरेर आउँला कि त तिर्न नपर्ने भयो चाहिँ परेन होइन तिर्नै पर्छ कि जस्तो चाहिँ लागिरहेको छ तै पनि यसो बुझ्न जाँदैछु अनि मसँग चाहिँ यहाँ बहिनी पनि छ बहिनी चाहिँ यहाँ पढ्न जाँदैछ त्यही हो आमा गर्मी के साथीहरू गर्मी के साह्रो गर्मी हो यो साथीहरू म चाहिँ त्यो वडा कार्यालयमा के हुन्छ त्यो कामहरू सबै सकेपछि चाहिँ फेरि भिडियोमा जोइन हुनेछु अनि मेरो चाहिँ वडा कार्यालयमा के भयो त म त्यो पनि सुनाउने छु यहाँ बहिनी पनि छ हेलो बोल्नुले न त हेलो म चाहिँ लेखाको जन्मको सुन्नुभयो त फाइनल्ली साथीहरू म चाहिँ वडा कार्यालयमा गएर आइसकेकी छु आज चाहिँ मैले वडा कार्यालय गएर नयाँ कुरा सिकेर आएँ त्यो कुरा चाहिँ म हजुरहरूलाई सेयर गर्न गइरहेको छु वडा कार्यालयमा चाहिँ के भयो भन्दाखेरि मेरो नाममा चाहिँ 2टा बिल आयो क्या इन्सुरेन्सको होइन तर मैले चाहिँ सबै पे गरेर जस्तो लागेको थियो कसरी मेरो नाममा आयो भनेर म बुझ्न गएँ अनि देखाएँ अनि किन यसरी आयो भनेर भन्दाखेरि चाहिँ यो सिगाचोभित्रमा चाहिँ हामीले त्यो के अरे मेरो चाहिँ कम्पनीले काट्नुपर्ने यो शाखा होकेनमा चेन्ज गर्नुपर्ने तर मैले चाहिँ गरेको छैन रहेछ क्या मैले चाहिँ पहिले गरिसके जस्तो लागेको थियो होइन तर बाँकी रहेछ अनि म चाहिँ एकछिन त छक परेँ गरिसके जस्तो लागेको थियो भनेर अनि गरेको छैन रहेछ त्यही भएर बिल आएको रहेछ बहिनीको नि मेरो नि
तर बहिनीको इन्सुरेन्स पनि मेरै नाममा आएको रहेछ। त्यो चाहिँ किन भन्दाखेरि सेताइस्युमा मेरो नाम भएको भएर अनि बहिनीको पनि सबै दिदीको नाममा जान्छ अरे के। अनि त्यस्तो भन्यो। अनि एकछिन त मलाई दङ्ग परेँ। अनि मैले चाहिँ मिस्टेकली त्यो जिसे चेन्ज गर्ने बेलामा एड्रेस चेन्ज गर्ने बेलामा तल मेरो बहिनी हो भनेर भनिदिएको थियो कि। अनि त्यो टाइममा चाहिँ त्यो रेकर्ड बसेछ। अनि बहिनीको अब नेक्स्ट अब आउने इन्सुरेन्स पनि सबै मेरै नाममा आउँछ भनेर भन्यो त्यो मान्छेले होइन। त्यो इन्सुरेन्सको मान्छेले चाहिँ बहिनीको सबै मेरै नाममा आउँछ भनेर भन्यो। अनि तिमी उसको दिदी होइन त, त्यही भएर तिम्रो नाममा आउँछ भनेर भन्यो क्या। अनि त्यसपछि ठिकै छ नि त, जापानमा त अब फ्यामिली सपोर्ट भएको राम्रो भनेर मानिन्छ जस्तो लाग्यो एक हिसाबले चाहिँ होइन। अर्को हिसाबले चाहिँ के लाग्यो भन्दाखेरि बहिनीको त्यो भिजामा प्रब्लम आउँछ कि जस्तो फिल भयो क्या मलाई चाहिँ। किनकि हामी नेपालदेखि नै फ्यामिली भनेर आएको थिएन नि त, के अरे फरक आएको थियौँ। अनि त्यही भएर मैले चाहिँ अब कुरा क्लियर गर्नको लागि त्यो इन्सुरेन्सको मान्छेले सोधेँ क्या। मेरो बहिनीलाई चाहिँ अब बहिनीको सबै डिटेल के अरे बिलहरू चाहिँ मेरो नाममा आउँछ भने बहिनीको चाहिँ भिजामा प्रब्लम आउँछ कि आउँदैन भनेर सोद्धाखेरि चाहिँ के अरे घरको मूल्यको अनुसारले तिम्रोमा जान्छ सबै बिलहरू, बहिनीको नाममा हुँदैन। त्यही भएर भिजा थप्ने बेलामा पनि त्यो डिटेल्स बहिनीको नाममा हुँदैन भनेर भने क्या। अब त्यो डिटेल्स बहिनीको नाममा नहुने भएपछि भोलि पर्सि मन्दा आउन पनि प्रब्लम आउन पनि सक्छ। इफ नआए पनि त डकुमेन्ट्सहरू के माग्न सक्छ क्या। अनि त्यतिखेर धेरै झन्झट हुन्छ भनेर अनि किन रिस्क लिनु भनेर अनि मैले चाहिँ के अरे छुट्टै गर्न मिल्दैन भनेर भने। अनि त्यो मान्छेले चाहिँ मिल्छ छुट्टै गर्न, तल इखाइमा गएर फर्स्ट फ्लोरमा गएर अनि फर्म भरेर अनि देऊ अनि छुट्टै आउँछ पछिदेखि चाहिँ भनेर भन्यो। अनि त्यसपछि मैले छुट्टै गरेर आएँ। त्यही भएर इफ हजुरहरू पनि जापानमा कोही हुनुहुन्छ फ्यामिलीसँगै बस्नुहुन्छ भने चाहिँ यो कुराहरूमा चाहिँ ध्यान दिनुपर्ने रहेछ। मैले नै आज थाहा भयो। हजुरहरूले पनि केही यस्तो कुराहरूमा केही आइडिया भयो भने सेयर गर्नु होला। साथीहरू अब चाहिँ पर्दा हाल्न गइरहेकी छु। पर्दा हेर्नुहोस् त, खासमा मलाई यो भन्दा पनि एकदम जालीवाला अनि यो पर्दा भन्दा माथि राख्नलाई भनेर चाहिँ के अरे मैले चाहिँ त्यस्तो भन्ठानेको थियो, तर होइन रहेछ। यो चाहिँ मुनिबाट राख्ने जाली रहेछ। सो मैले चाहिँ मुनिबाट राख्ने। अनि यसको लागि मैले चाहिँ मुनि 2 लेयर के, यो चाहिँ मुनि यो चाहिँ माथि 2 लेयर पर्दा उनले चाहिँ बुझ्दैन फेरि। अनि यो चाहिँ हजुरहरूले बुझिसक्नु भइसक्यो, कान्छीले चाहिँ बुझ्दैन कि मैले भनेको यो चाहिँ ह्याकुएनबाट म फर्केर आउँदा वार्डबाट फर्केर आउँदाखेरि ह्याकुएन सबमा छिरेर लिएर आएको यो। अनि त्यसपछि मैले चाहिँ अब ऊ पनि लिएर आएको है, फिल्टर पनि लिएर आएको धाराको पानीको लागि। धाराको पानी चाहिँ अचेल खाँदैन, उमालेर मात्रै खाने गराएछौँ, तै पनि कहिलेकाहीँ झुक्किएर खाइदिइहाल्छौँ भनेर चाहिँ यो फिल्टर लिएर आएको। अहिले पछि म हाल्नेछु। आजको दिन चाहिँ मेरो यसरी नै बित्यो साथीहरू। अब यसरी नै भिडियोहरू लिएर आउने छु। यसरी बोलेर बनाएको भिडियो चाहिँ मेरो फर्स्ट टाइम हो यो। त्यही भएर चाहिँ कतै मिस्टेक भएको छ भने मिस्टेक भएको छ भनेर पनि भनिदिनु होला। यसरी नै भिडियोहरू लिएर आइरहनेछु। भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। इफ मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। बाई बाई। आजलाई यति नै साथीहरू। थ्याङ्क यू फर वाचिङ। बाई बाई। लौले बाई बाई।